हेलो हाई गुड मर्निङ सेवा नमस्ते सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आशा छ हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि सन्चै रहनु होला सुस्वास्थ्यको कामना। अनि म पनि एकदम सन्चै छु। अनि के गर्दै हुनुहुन्छ यतिखेर मेरो अर्को भिडियोमा स्वागत छ हजुरहरूलाई। म चाहिँ उठेर आवाज बढाएर बसिरहेको छु। अब हिजोको बासी थुक्पा तताएर खानु पर्ला हैन, के गर्नु त यस्तै छ। हजुरले खाजा खानुभयो कि होइन? मैले चाहिँ छैन खाएको। अब आज चाहिँ खानुभएको थुक्पा छ नि त हिजो पकाएको, त्यही थुक्पालाई सुप तताएर खानु पर्यो साथीहरू, हेर्दै गर्नु होला। साथीहरू म चाहिँ अब खाजा खान लागेको। मेरो खाजा देखेर नतर्सिनु ल, म चाहिँ काँचो बन्दा पनि लगाएको छु। अब म चाहिँ खान्छु। है त खोर्सानी पनि खानु पर्यो क्या। सुँगुरको मासुमा पल्केर भन्ने सुँगुरको मासु त होइन। Nhưng mà ra của mẹ em bị bài người cho tiền bạc chẳng hết. Sang điện là con Vậy con đàm sự thì mang con điện nhiều. Con này biết chết mình thì mà đấy chết mình này ra. rồi đó. Trong chuột không? Cô sao mà một cái chân nữa nhỉ? Sang để mà. साथीहरू खाजा पनि खाइसकिसक्यौँ। हामीले चाहिँ अब चाहिँ मकै उधार्नु पर्ने छ। साथीहरू अब म चाहिँ मकै उधार्नु पर्ने झारेको छु। सबै धुलै धुलो माउले खाएर। पर्खिँदैछ हौ। खानाहरू पनि सब रेडी गरिसकेँ। अब म चाहिँ चारो दिनुपर्ने। चारो चाहिँ छ मैले हिजो पकाएको यहाँ मकैको मर्खु चाहिँ लगाएर दिनु पर्यो सुँगुरलाई। त्यहाँबाट अस्ति पारेको कट छ यहाँ। साथीहरू मैले चाहिँ हिजो पारेको रक्सीहरू कोसेलीको लागि रेडी बनाउँदैछु। यसमा भर्दैछु अब। साथीहरू म चाहिँ बुवाले चामल ल्याउँदै हुनुहुन्छ। ल्याउन सक्नु छैन अरे म चाहिँ बुढी जाँदैछु। पुरा ल्याउँदै हुनुहुन्छ। पुरा हो म मेरो पालो बोक्छु है त साथीहरू। मोलदी एकदम खासमा भन्दैन सब मागो छिन्छु म बोक्छु है त। खै कोनी म ओ खाने रहेछ खराब खा 50 केजी ना बोक्नु त मुस्किलै छ है।
गाह्रो भयो आफ्नो वेटभन्दा धेरै बोक्नु त। म 50 केजी छुइनँ, 50 केजी भारी बोक्नुपर्छ। हेलो साथीहरू, के छ, के गर्दै हुनुहुन्छ त्यतिखेर? यति पनि चाहिँ 12 बजेको छ। म चाहिँ एकछिन आराम आइसकेको छु साथीहरू। गर्दैछु म चाहिँ। के गर्दै हुनुहुन्छ? कतिको गरिदिन्छौ भनेर घाम कतिको लगाइरहेछ। हाम्रोमा त राम घाम छ। अन्त हावा चल्दैछ र मात्रै पानी भने बढेको थिएन कि अलिअलि पर्दै थियो। चुइकम फुटाएर त सबै गुलियो जति बाहिर भयो। म चाहिँ उठाएर गर्दैछु। घाम चाहिँ यस्तो टन्टलापो हावा चल्छ र मात्रै क्या। म बाख्रा चाहिँ उस्तो पर्तिर चढिरहेछ। यस्तो घाम महिना पनि के चढ्नु हौ। मेरो त हेर्नु थाहा हुन्छ कस्तो घाम लाग्यो। हेलो साथीहरू, म चाहिँ कोठाबाट आएर खाजा नि खाइसकेँ। कस्तो भोक लाग्दो थियो। त्यही भएर हतार फोन चार्जमा राखेर चाउचाउ पकाएर खाजा पनि खाइसकिसकेँ। अब चाहिँ म यहाँ मेरो फुलहरूमा पानी लाउनु पऱ्यो भनेर सबै मर्दैछ, ओइलिँदैछ नि त। यसमा छैन भयो, पानी लाउनु पर्यो। हजुरले खाजा खानुभयो कि होइन? के गरिदिन्छ त्यतिखेर? सब्सक्राइब गर्न नभुल्नु होला। मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट बक्समा आएर भनिदिनु होला। भन्दै आजलाई म भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु, इन गर्न चाहन्छु साथीहरू। जो नयाँ हुनुहुन्छ उहाँले पनि प्लिज सब्सक्राइब गरिदिनु होला। अन्तिमसम्म मेरो भिडियो हेरेर साथ दिनु होला। त्यति नै हेरिन्छ, त्यति नै फुल्यो नि त हौ। राम्रो त घामले कि क्या हो। फर्स्ट टाइम मेरो भिडियो हेर्दै हुनुहुन्छ भने म चाहिँ निशा, गाउँको भिडियो के काम गर्छु त्यो थोरै क्लिप्सहरू भिडियो बनाएर लगाउने गर्छु म चाहिँ। सब्सक्राइब गर्न नभुल्नु होला। हजुरलाई दाइ दिने नै छु भन्दै आजलाई बाई।